हेलो एभ्रिवान वेलकम ब्याक टु माई न्यू भिडियो। आज हाम्रो 2082 साल वैशाख 1 गते आज हाम्रो नयाँ वर्ष, नेपाली नयाँ वर्ष। सम्पूर्णमा सर्वप्रथम शुभकामना छ नयाँ वर्षको। आजको दिन सबैको शुभ रहोस् भन्दै आज चाहिँ म एउटा नयाँ वर्षको दिन एउटा यसो भिडियो बनाइदिउँ न त सर, के हुन्छ आज नयाँ वर्षको दिन। अनि त्यसमाथि आज छुट्टी पनि छ मेरो, सो आज यसो भिडियो बनाइदिउँ भनेर लागिरहेको छु। अब कस्तो हुन्छ यसो, अब भिडियोमा आइसक्नु भयो तपाईँ होइन, अब भिडियो हेरिसक्नु भयो, खोलिसक्नु भयो, यसो पुरा हेरेर गइदिनु होला। अलिकति भिडियो लामो पनि हुनसक्छ, आज नयाँ वर्षको दिन होइन। थाहा छैन अब अपलोड त कहिले गर्छु, अब भिडियो चाहिँ म आज बनाइरहेको छु होइन। सो अब कस्तो हुन्छ के हुन्छ सबै कुरा देखाउने कोसिस गर्दैछु। केही प्लानिङ त छैन मेरो त्यस्तो केही पनि, अब आज यस्तो गर्छु केही अब होइन, कहीँ घुम्न जाने यताउता केही प्लान छैन। अब अन द स्पोट के प्लान बन्छ, अब साथीसँग गइन्छ कि बुढीसँगै गएर बसिन्छ कि थाहा छैन। सो भिडियो पुरा हेरिदिनु होला। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला, र यदि पहिले नै सब्सक्राइब गरिसक्नु भएको छ भने भिडियोलाई लाइक कमेन्ट सेयर के गर्नुपर्छ सबै गरेर साथ दिनु होला। अनि त्यही भन्दै आजको भिडियो सुरु गर्छु। ल हेर्नुहोस् है त। रातो भाले, अब यो भालेको मासु खाने मै हो काले। यो भाले फेरि कडकै छ है, फेरि खोलेर हेर्ने भने त डेन्जर रहेछ। रातो भाले ओ सुनिता अब काट्ने कुखुरा चाहिँ रेडी भइसक्यो, पानी पनि खान खोजिरहेछ। आज नयाँ वर्षको हाम्रो स्पेसल यसलाई च्याप्प काटेर अब हाम्रो यो भाइको चाहिँ अब दिन आइसकेछ। अब के गर्छस् त, अब तँलाई पनि अब काट्नै भनेर पालेको हो हेर। अब बाध्यता छ, अब सानैदेखि अब आमा बाबाले मासु खान सिकाए। अब तँलाई नखाम भने पनि कसरी नखाम, खाम भने पनि अब खान्छ। अब टेन्सन नलिग, अब के गर्छस्, तेरो भाग्यमै यस्तै लेखेको रहेछ। अब हामीले खानै पर्यो तँलाई होइन, गर्दाखेरि च्याप्प अब नरिसा। रिसेर पनि नगरे, रिसाएर केही फाइदा छैन। अब यो त बुझिस् नि। ल यसलाई व्यवस्था हाल्नु पर्यो। ल बाबु यार तँलाई पनि गाह्रो भयो यार, मर्नलाई पनि तँले वेटिङ गर्नु पर्यो यार एकैछिन। तेरो हत्याराहरू यता आउँदैछन् नि पुरै फर्ममा, पाखुरा देखाएर। पाखुरा नि ठ्याक्कै कुखुरा घाँटी जत्रै छ। मासु काट्छ कि केटी यार। मलाई फेरि टेन्सन नदिए म हत्या गर्न बाध्य हुन्छु फेरि। यसको हत्या भइसकेको छ, मैले हत्या गर्दिनँ मेरो भनेको मान्छेले नि बाध्य भएर म हत्या गर्न, अब बाध्यताले हत्या नगरी नहुने भयो। अब ठिकै छ, केही भएन। आज यसको दिन आएको रहेछ, मेरो हातबाट गयो यो नयाँ वर्ष, राम्रो भयो, ठिक छ। अब यसलाई चाहिँ छेलछाल पारेको चरात्र चुरुत छाल पारेको चरात्र चुरुत निकालेको हेर्नुपर्छ ल साथीहरू। यो डाइमल होइन, यसको नाम त ढिकुली हो। ढिकुली गर न। उतै पछाडि पाइँदैन। यति नगर त फेरि मैले खानै दिन्न नि।
नोकर बनाएर अनि यति त गर्नै पर्यो नि हजुर अब यति भए पाउँछु मासु मासु होइन त ल ढिकुली मात्रै हो होइन त ल ढिकुली मात्रै हो अस्ति न 4 किलो ऱ्याङ्क बन्डे भाइ केटियो ल भाडा छोरो मान्छे राख्नु पर्छ यिनीहरूले राम्रो तरिकाले फाल्ने भएनन् क्या यार अपरेसन हुँदैछ कुखुराको यो गेम खेल्दा के हामीले यस्तो हात गरेर त्यो पिर्के फुटाल्दैन हामी हेरेको हेरी मेरा बा सोठीले पनि कत्रो हुनु दिदी भाइले खाएको के दिदीले म त आए केही देखि छैन भाइ तिर्खा कुरा चाहिँ यसले कहाँ छिन् बिगारो भने मासुतिर गयो के बाबु यो पुरै यो चेते रहेछ किन आउनु भनेको यो यतिकै फाइनल्ली अब कुखुरो चाहिँ काटेर यत्तिको भइसकेको छ अब यिनी चाहिँ अब हाम्रो त्यहाँ तल एउटा दिदी हुनुहुन्छ उहाँकोमा लगेर काट्न जाँदै हुनुहुन्छ यता चाहिँ अब भाउजू नै भनौँ न ए भुटुवा बन्ने क्रममा छ आज त पुरै दसैँ आए जस्तो भइरहेछ मासु अब काटकुटको लागि जाँदैछ दुईटी गाहन माइज जान्छ ठ्याक्कै मान्छे अनुसारकै टी सर्ट पाइछि त्यसले दुईटा मान्छे हटाउने यिनीहरू फेरि यही सरसफाइ डिपार्टमेन्टमा चाहिँ एकदमै अब्बल स्तरको मान्छे भनौँ कि अब के भनौँ महिला फोरै होला महिला चाहिँ अलि नभनिहाल्यो भने ल अब चाहिँ म एकैछिनलाई रेस्ट हाल्छु है यहाँ पनि च्याप्पो बन्दैछ फाइनल्ली हाम्रो यो कुखुराको भित्रको चिजबिजहरू एकदमै सफा तरिकाले बनिरहेको रहेछ दिदीहरूले धेरै नै मेहनत गर्नुभएको छ यो पनि हेर्दै खाउँ जस्तो लाग्ने भइसक्यो रहेछ लेट्सी यो खाने त मै नै हो होइन अब खानुपर्छ हेरिदिनु चोखे नलाउनु ल बाहिर भव्य काटकुट हुँदैछ म चाहिँ यता बसिरहेको छु काम भयो बाहिर धेरै नै गर्मी छ अब चाहिँ साँझ दरो हान्नुपर्छ ल हेर बिचरीहरूले यस्तो सफा गरेछन् खान पाउन्न नि भन्ने डरमा होइन दिन्छु मैले टेन्सन नगर खानु दिन्छु बिचरा हे भरै ठिक छ नानीहरूलाई यत्रो दुःख गरेको छ हौ खाना त म दिउँला 2-4वटा चोक्टा यसो छाला अब ढिङ्कुलीहरू खुट्टा नगरा साला अब ढिङ्कुलीहरू खुट्टा नगरा अचानक हाम्रो यसो घुम्ने प्लानिङ भयो सबैजनाको अनि हामी त्यसैले फुलबारीतिर घुम्न जान लाग्यो हेरौँ अब एकदमै भिडभाड छ भन्ने सुने हो कस्तो हुन्छ यहाँको चाहिँ अब टक्क यसो हेर्नुपर्दा चाहिँ वातावरण यस्तै छ मान्छेहरू भिडभाड छ हिँडिरहेछन् खोलाको दृश्य पनि हल्का हेरिदिउँ होइन यस्तो भिडभाड छ फुलबारीबाट आउनेहरू हेर आम्मा के हो आज यस्तो बर्बादै छ त हो भिड त के साह्रो भिडभाड हो आज न्यु इयर भएर यो भिडभाडको विषयमा तिमीलाई के भन्न मन लाग्छ भन त यो भिडभाडको विषयमा केही पनि भन्न मन छैन भिड त लास्टै भएन न्यु इयरले गर्दा हो ए कति वर्ष पुग्यो कति हो यो न्यु इयर हो ल ठिक छ अब आजको 2082 को होइन
न्यु इयरमा उहाँ माइजूहरू चाहिँ त्यतै हुनुहुन्थ्यो यता आइसक्नु भएछ है चलो कोही बात नहीं ल तिमी यस्तो भिडियो गराउँदैन एउटै छ होला माथि पार्किङ होला कि नहोला नहोला कि होला कि के होला फुलबारीको आज कोरोना के होला यही मिल्दैन ओहो भिडभाड त माई गाड 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 भिडभाड त लाग्छ त खिचाइ खिच्यो भिडभाड लाग्ने छ फुलबारीमा भिडभाड लाग्ने छ फुलबारीमा शाबाश बेटा बहुत हेलो 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 ओ माय गॉड ल साथीहरू है म चाहिँ कतै पनि हेर्न नसक्ने अवस्थामा गइसकेको छु किन भन्दा बुढीले मलाई हेर्नको लागि ब्यान्ड हानिदिएको छ हैन अब कतै हेऱ्यो भने केटी हेऱ्यो कि भनेर उसलाई चाहिँ तनाव उता बसेर उनीहरू चाहिँ अब इमिली खाइरहेछन् म चाहिँ हो यता कोही पनि नभएकोतिर जङ्गलतिर फर्केर बसिरहेको छु अब मैले कतै हेर्दिनँ अब यता हेऱ्यो भने पनि मान्छे छन् अब यता हेऱ्यो पनि मान्छे छन् यो साइडमा पुरै मान्छे छन् नि यति साइडमा यतातिर मान्छे छैनन् म यतै फर्केर बस्छु अब के गर्ने गाह्रो छ मलाई यता त नफर्किनु उता नफर्क्यो यतै ठिक छु म देख्नुभयो त बिहे गरेपछि नयाँ वर्षमा हिँड्ने कस्तो रमाइलो छ चारैतिर तर मैले रमाइलो नि हेर्न नपाउने कति गाह्रो हो मलाई फाइनल्ली आज न्यु इयरमा घुमेर थकित भएर पनि आइयो गएको त खासै टाढा होइन मान्छे अरे फुलबारी गएर आएको यही नजिकै हो तर पनि थकित भइयो लास्ट डे अब तिनीहरू आएर काम गर्न सक्छन् त तिमीले गर्नुपर्छ है हुन्छ अनि गएर आज ओभरअल तिमीलाई कस्तो लाग्यो तिमीलाई एकदम फुलबारी घुम्न मन लाग्यो रमाइलो लाग्यो विशेष तिम्रै लागि हो होइन कस्तो भयो रमाइलो लाग्यो अनि फोटो खिच्यो होइन राम्रो राम्रो फोटो पनि खिच्यो मान्छेले घुमिन् अनि डियरहरू हेऱ्यो अस्ट्रिच हेऱ्यो होला होइन रमाइलो भयो होइन लेपर्ड पनि नजिकैबाट देख्यो टाढाबाट नजिकैबाट ए ल ल ठिक छ ओके अब चाहिँ खानासाना पकाउनु पर्ने छ मासु काटकुट भएर सब रेडी भएको छ अब खानासाना पकाउनेतिरकै हेर्दै होला है त ओके एकदम लट्ठ भएछ मोबाइल चार्जर एकछिन सुतिदिन्छु अहिले साँझको कति 6-7 बज्नै आँटिसक्यो होला ओके बाई एकैछिनलाई है बाई बाई गाइस अब लसुन पनि रेडी भएछ होइन अब मासु पनि एकदमै रेडी छ अब यहाँ पकाउने मान्छेहरू फेरि यस्तो रडिज भएर बस्छन् लम्पसार भएर अब के गर्छ
अब बुढी चाहिँ मसला पिस्ने हिँडी होइन म चाहिँ गर्दै ठिक्कमा चाहिँ अब तेरो बाबनाको छालाहरू तरङ्गित के भयो थियो मेरो आँखा ल आँखा भएपछि अब यताउता त हेरिहालिन्छ नि कस्तो कुरा होला दामी गरेर यो लाएर यो त प्याज देखाउने त यहाँ थोरै छ कि काट्दैछौँ भर्खर कटिङ हुँदैछ प्याज र मासु यहाँ पुरै छुट्याएर सब रेडिमेड भइरहेछ रेडिमेड यो भुटुवाको लागि म भुटुवा सुटुवा आइटम बनाएर 12 वर्षसम्म खाने मान्छे मै हुँ है मेरा कामदारहरू यस्तो राखिरहेको छु बाहिरभित्र फाइनल्ली अब चाहिँ बन्न लागिरहेको छ खै त तेलै खरिया रहेनछ राम्रोसँग तड्केला झैँ गरिथिस् त ल अब यहाँ बन्न लाग्यो भुटुवा छुट्टै कुखुरो बनाउने मान्छे यता छुट्टै टक्क होइन टमाटर यहाँ काटिँदैछ यहाँ यो बन्दैछ यता यस्तो हुँदैछ यो चाहिँ होइन गाउँमा भएको भए अझै मस्त हुन्थ्यो क्या प्याज रातो रातो भइसकेको छ अब हाम्रो यहाँ अञ्जना सिस्टरले भुटुवा हाल्दै हुनुहुन्छ भुटुवामा ढेकुली पनि भुटुवामै रहेछ साथीहरू फाइनल्ली ल ढिकुली है ऊ गर न लग अहिले हालिदिइसकिस् खोल्छ कि अन्जुली खोल्छ त्यहाँ बसल्दैन सबको छुट्टै छुट्टै काम छ यिनी चाहिँ सरसफाइ डिपार्टमेन्टबाट यता चाहिँ अब के अरे हेड कुक भन्ने के भन्ने अब यता चाहिँ अब म्यानेजमेन्ट भान्जी र म त अनि चलपलै भयो नि यो लगभग अलमोस्ट पाकिसकेको छ मसला अझै राख्नु बाँकी छ लगभग पाक्न पाकिसक्यो अझै यहाँ यत्रो चाहिँ भगवान् कसले नि हो हेर्दै ठुक्निल्ने त होला नि भिडियो हेर्ने मान्छेले अरे कहना क्या चाहते हो फाइनल्ली मासु पाकेर एकदमै रेडी भइसकेको छ उठाएर देखाइदेऊ अन्त उचालेर आम्मामा ल ठिक छ है ल अब यता तल ल्याएर सट पस्केर अनिखेर खानु पनि पर्छ यहाँ दुईवटा आइटमहरू आइसकेको छ होइन यसो न्यु इयरमा खासै त्यस्तो यसमा अल्कोहल लेभल एकदमै कम हुन्छ भनेर यो बियर लिएर आएको अब यसको अब प्रमोसन गरे जस्तो हुन्छ भनेर मैले ब्लुवर हान्दिनँ हुन्थ्यो के गर्ने आफू त्यस्तो भाइरलवाला पर्दैन होइन ठिक छ आजको अब न्यु इयरको दिन टक्क गोल्ड स्ट्रङ हान्दिने अनि अब उता भात पनि पाक्दै गर्छ एक घुड्की सबैले खाँदा केही फरक पर्दो रहेछ रेगुलर अब युज त अब अल्कोहल युज गर्नु त राम्रो कुरा होइन त्यही पनि सम टाइम अब अलिअलि च्यासो चुसो पार्दा चाहिँ खासै फरक नपर्ने रहेछ होइन फाइनल्ली अब के गर्नु यस्तै छ होइन कोठा भाडामा बसिसकेपछि समस्याहरू यस्तै हो होइन एउटै कोठामा खाने एउटै कोठामा सुत्ने एउटै कोठामा गाइज नयाँ वर्षमा नयाँ कुरा है कौन है ये लोग कहाँ से आते हैं फाइनल्ली मेरो बियर खाने बोतल के अरे बियर खाने बोतल भन्दा बियर खाने गिलास रेडी भएको छ होइन ए टक्क यहाँबाट चप्प दिनु सानो गिलासमा खाँदाखेरि अलिक मजा हुँदैन होइन सो त्यही भएर म चाहिँ हल्का ठुलै बनाउँछु मान्छेको लागि स्प्राइट अनि हाम्रो लागि यता मासु अब मासु पनि हाल्नु पऱ्यो खै यता ल्याउ त मासु र अनि बियर यहाँ छ नि त हाम्रो लागि मासु बियर वर्क स्ट्रङ ल आज हामी 5 जनाको एकदम भव्य स्पेसल अलिक माथि गएर क्यामेरा स्पेसल पार्टी हुँदैछ 2082 सालको अनि आज चाहिँ यसो घर परिवारमा रमाइलोको लागि
होइन हामी त्यस्तो रेगुलर युजर त होइन म चाहिँ पहिला पहिला अलिक खान्थेँ आजभोलि छोडेको आया ठिक छ अब म चाहिँ हामी त अब म चाहिँ दिन जाँदैछु है त अब यहाँ हेर म हाल्दैछु होइन अब रोडाबाट सुरु हुन्छ यहाँ रोडामा हेर त्यसमा हाल्नुपर्छ कि अब रोटीको त त्यहाँ मैले खाना मिल्ने बनाएको क्या त्यो एउटैमा एक बोतल जाने रहेछ त ल है एउटा मासु लिएर मासु कुन चोइस हाल्नु न खै मेरो पागल आइमाइसी त पनि कहिले मिल्छ तँलाई गाली आउँछ कान्छ त्यो बोल्दा बित्तिकै म गाली नै खानु पर्यो आइमाईको भर लाग्नु म त धेरै डोरो पाएको दुध खान भन्दा बियर खानु फाइदा छ हो क्या ल अब चाहिँ हामी च्याप्प अब खाँदैछु मेरो चाहिँ गिलास स्पेसलवाला छ अब जहाँसम्म लाग्छ आजको ओभरअल डे कस्तो भयो दिदीहरू रमाइलो भयो होइन अनि मेरो बुढीलाई स्पेसल्ली कस्तो लाग्यो राम्रो लाग्यो अनि अन्जुलाई ए ल अनि मेरो प्यारो भान्जीको लागि है यो चाहिँ स्पेसल पार्टी है आज चाहिँ हाम्रो भान्जी न्यु इयरको दिन उनको लागि खुसी गराउनको लागि यो विशेष एउटा जमघट भनौँ न कान्छाले भिडियो बनाइरहन्छ हामी खाने अन द स्पोट बनेको प्लान हो सायद प्लान गरेको भए हुन्थेन होला यही भान्जीलाई सक्सेस पनि भयो यही भान्जीलाई खुसी गराउनको लागि पाल्पाबाट हुर्रेर बुटोल लिएर आएको दुईटा आँसु पिर्लिक झराल्दाखेरि कतिको खुसी लागेको छ भन मेरो प्यारो भान्जी धेरै खुसी लाग्छ आज फोटो खिच्योभरिमा कसको राम्रो आएको अरे त्यो फोटो देखाइदिन्छ कि त्यो फोटो चाहिँ यही हो है स्पेसल दामी आएको छ है ल ठिक छ कस्तो लाग्यो हजुरहरूलाई हामी मामा भान्जीको फोटो ल म यहाँ धेरै बोलिराखेँ भने यो चाहिँ सबैलाई जस्तो फिल भयो अब म पनि खाना राख्छु र सबैजनाले आजको न्यु इयरलाई स्पेसल्ली मनाउनु भयो होला अबको आगामी दिनहरू सबैजनाको राम्रो सफल हुँदै जाओस् त्यसको लागि सबैजनाको यो वर्ष शुभ रहोस् यो होइन अझै आउने वर्षहरू पनि सबै शुभ हुँदै जाओस् जय नेपाल।